मात्रै 13 वर्षमा 3जना गर्लफ्रेन्ड थियो। अहिले चाहिँ म यो साउथ अमेरिकाको मर्टिस पार्कमा छु, यानि कि दक्षिण अमेरिकाको शहीद पार्कमा। यो चाहिँ साउथ अमेरिका दक्षिण अमेरिकाको मर्टिस पार्क शहीद पार्क है। यति रमाइलो छ यो। विभिन्न युगमा मरेकाहरू, विभिन्न द्वन्द्वमा मरेको शहीदको नामहरू टन्नै छ यहाँ। सबैको छ यो भित्र है। यो चाहिँ साउथ अमेरिका दक्षिण अमेरिकाको शहीद पार्क है। यो राम्रो ठाउँ छ, घुम्ने ठाउँ। अब तपाईहरु पनि आउनुहोस्, फ्रीमा घुम्न पाइन्छ। यो चाहिँ एकदम घमासाङ्गे ठाउँ छ, सल्लाले भरेको दक्षिण अमेरिकाको शहीद पार्क हो यो देखेको डल्लो योहरू चाहिँ पुरै शहीदहरूको नामावली उसमा उपलब्ध गराएको छ। युट्युबमा सब्स्क्राइब गर्नु होला। म धेरै पछि फेरि पनि आउँदैछु। यहाँ सबै शहीदहरू हो। अरे कुन स्कुलबाट हो? ए शेर्पा हो। बोयफ्रेन्ड छैन? ए कति उमेर भयो? मात्रै 13 वर्षमा 3जना गर्लफ्रेन्ड थियो। यहाँनिर तिम्रो साथी हो? यहाँ मधुरो देखियो, अहिले लाइट कम छ। बेस्ट फ्रेन्ड हो? कति युवर नेम? थापा मगर? अनि मगर जस्तो छैन नि त, कालो कि आमा मगर नि होइन? नाच्ने ल नाचौँ त, नाच्नु त ननाच्ने, नाच्नु त। नाच्न आउँदैन? नाच्न आउँदैन? ओ मिसहरू त नाचेका छन् नि। मिसहरू हो? अनि मिसहरूसँग नाच्नु पर्दैन? ओ ल। वाट इज युवर नेम? ओहो, कुन स्कुल हो? नाम के रे? छोकी के शेर्पा? ओहो, नाच्नु मिसहरूसँग नाच्नु। मिसहरू त नाचेका छन्, नाच्नु त। म युट्युबमा भिडियो हाल्छु नि भरे तपाईँको हो। भरे आउँछ युट्युबमा।